गए पनि भन्यो नि फेरि जाँदोलाई फोन गरौँला न। हामी त लागेकै बुढा भन्नुभयो अघि त्यहाँ खाइपी तपाईँ खाइपी गर्ने भए चाहिँ आज हुँदैन थियो। आज यतै बसिन्थ्यो होला सायद बरु, तर अब उनीहरूको फेरि अब के अरे ढोल घुमाउने के भन्छ त्यसपछि मलाई यत्रो सोच्ने ठिक होइन यो आजै हामी हुन त रिसा होला जहाँ भेट्नु त पर्छ नि भन्छ नि फेरि साथीहरू होइन। उनीहरूको फेरि खान्थ्यो पिन्थ्यो छ त्यहाँ हो भइहाल्छ होइन। अघि नै खाउँ चिसो त भनेको नि त्यो मैले। अब उनीहरू काम कार्य उनीहरूको अब व्यस्त त अब एकछिनमा खाउँ न। झिल्केको मम्मी चाहिँ झिल्के कत्रो हुँदाखेरि छाडेर निस्किया गएर छन्। सानै हुँदो रहेछ भाइ यसो कुरा बुझ्दाखेरि अब नभेटेको 12-13 वर्ष भयो अरे होइन। अब यसमा के 34 वर्ष लगभग भयो।